सिन्धुली जिल्ला दुधौली नगरपालिका 8 फेदीमा भइरहेको धान दिवसको कार्यक्रम हो यो चाहिँ है त। देख्न सक्नुहुन्छ वडा अध्यक्ष मेयर साहेब नगर प्रहरी लगायत सम्पूर्ण गाउँवासी भेला भएर धान दिवस कार्यक्रम सम्पन्न गरेका छन्। धान दिवस कार्यक्रममा सहभागी भएर धान रोप्ने कार्यक्रम अगाडि बढिरहेको छ, देख्न सक्नुहुन्छ। यति रमाइलो तरिकाले धान रोप्ने कार्यक्रम भइरहेको छ, देख्न सक्नुहुन्छ। धान रोप्न भन्दा पनि बढी चाहिँ पुरा हिलो खेलेर रमाइलो गरिरहेका छन्। रमाइलो छ, हेर्नलाई पनि यति धेरै रमाइलो लागिरहेको छ। झन् खेल्नेहरूलाई कति रमाइलो भएको होला। प्राविधिक गडबडीले गर्दाखेरि भिडियो अपलोड हेर्दाखेरि त अहिले हिलो खेलौँ जस्तो लागिरहेको छ भने खेल्नेहरूलाई त रमाइलो छ। ल यसपालिको धान दिवस चाहिँ राम्रो गरी मनाइयो, धेरै राम्रो गरी। यो अलि मेरो यो क्यामेराम्यानले अलि खिच्नलाई अलि जुम गर्न नजानेर अलि टाढाको भिडियो भइरहेको छ। अलि टाढाबाट भयो क्या, अलि क्यामेरा अलि टाढाबाट खिचेर अलि मान्छे चाहिँ अलि चिनिएन। अलि नजिकबाट खिच्न पाएको भए चाहिँ अलि हुने रहेछ। अलि टाढाबाट खिचेको भएर अलि मान्छे चाहिँ चिनिएको छैन। तर मान्छे चिन्नु परेन, यो रमाइलो हेर्नको लागि खिच्ने हो। यहाँ हामी भेला भएको यही रमाइलो हेर्न हो, रमाइलो भइरहेको छ। धान रोप्न भनेको त्यस्तै हो, जे होस् रमाइलो गर्न हामी यहाँ आएको हो। रमाइलो चाहिँ बवाल गर्नुपर्छ सबैतिरबाट होइन। कति मजाले हिलो खेलेका त सबैतिरबाट भेला भएर एकदम धान दिवस कार्यक्रम हिलो खेल्ने कार्यक्रम भइरहेको छ। ल सबैजनाले सुन्नु है, सबैजनाले थोरै थोरै सानो सानो गाछ, ठुलो गाछमा धेरै फल्छ भनेर ठुलो गाछ चाहिँ नहालौँ है कसैले। भ्याड बोकेर ल धान